अधिक मासमा के गर्न मिल्छ, के गर्न मिल्दैन? सनातन वैदिक धर्मशास्त्र अनुसार अधिक मास अर्थात् मलमासलाई भगवान पुरुषोत्तमको महिना पनि भनिन्छ। यो समयमा केही शुभ कार्यहरू गर्न निषेध गरिएको छ भने केही धार्मिक कार्यहरू गर्नु लाभदायक मानिन्छ। के गर्न मिल्दैन? यस महिनामा विशेष गरी काम्य कर्महरू अर्थात् कुनै पनि फलको इच्छा राखेर गरिने नयाँ कामहरूलाई वर्जित गरिएको छ। शुभ संस्कारहरू विवाह, व्रतबन्ध, पास्नी, चूडाकर्म र गृह प्रवेश जस्ता माङ्गलिक कार्यहरू गर्नु हुँदैन। नयाँ कार्यको थालनी, नयाँ व्यापार व्यवसाय सुरु गर्ने, नयाँ घरको जग राख्ने वा नयाँ सवारी साधन बहुमूल्य वस्तुहरू खरिद गर्न निषेध गरिएको छ। धार्मिक अनुष्ठान सप्ताह, नवाह, महायज्ञ, ठुला पूजाआजा र काम्य व्रतहरू सुरु गर्न मिल्दैन अर्थात् कुनै इच्छा राखेर गरिएका व्रतहरू सुरु गर्न मिल्दैन। पारिवारिक नियम नवविवाहित जोडीहरू यो महिनाभर सँगै बस्न नहुने र नयाँ दुलै माइत जाने परम्परा पनि रहिआएको छ। के गर्न मिल्छ त? यो समयलाई पुरुषोत्तम मास भनिने भएकाले आध्यात्मिक शुद्धिका लागि पनि यो उत्तम मानिन्छ। भजन र कीर्तन भगवान नारायणको पूजा आराधना, पुरुषोत्तम महात्म्य कथा सुन्ने र भजन कीर्तन कार्य गर्न अत्यन्त शुभ मानिन्छ। दान र सेवा गरिब तथा असहायलाई दान दिने, ब्राह्मणलाई भोजन गराउने र मालपुवा दान गर्ने विशेष परम्परा रहिआएको छ। नित्य कर्महरू दैनिक गरिने सन्ध्यावन्दन, नित्य पूजा र पितृतर्पण जस्ता कार्यहरू नियमित रूपमा गर्न सकिन्छ। नैमित्तिक कार्यहरू अचानक आइपर्ने कार्यहरू जस्तै जन्म संस्कार, मरण, शोक वा अन्त्येष्टि जस्ता कार्यहरू रोकिँदैनन्। तीर्थयात्रा नयाँ तीर्थ जानको लागि निषेध गरिएको छ, तर आफू सधैँ गइरहेको तीर्थ र पवित्र नदीहरूमा स्नान गर्नाले फलदायी मानिन्छ।